नमस्कार दर्शकवृन्द, स्वागत छ यहाँहरूलाई मेरो सान टिभीमा र म कार्यक्रम सञ्चालक राजीव शाह। आज विशेष कार्यक्रम लिएर उपस्थित भइसकेको छु र आजको हाम्रो अतिथि हुनुहुन्छ यस सर्लाही जिल्लाकै चन्द्रनगर गाउँपालिका वडा नम्बर 2 बबरगञ्ज निवासी उदय प्रकाश शाह, जो उहाँ गत भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनको क्रममा उहाँ गम्भीर घाइते हुनुभएको थियो। उदय प्रकाश शाहजी हामी बीच हुनुहुन्छ, उहाँलाई म स्वागत गर्न चाहन्छु। उदयजी, स्वागत छ हजुरलाई। नमस्ते। यहाँले खास गरी जेएनजी आन्दोलनको क्रममा घाइते हुनुभयो, कसरी तपाईँ आन्दोलनमा पुग्नुभयो, यस बारेमा सर्टमा बताइदिनुहोस् न। पहिला आन्दोलन भादौ 23 को होइन, जुन आन्दोलन देशभरिको सूचना आयो नि कि भोलिदेखि शान्तिपूर्ण आन्दोलन हुन्छ भनेदेखि होइन, हामी 22 गतेकै योजना बनाएको थियौँ कि हामी जानुपर्छ, हामी युवा हो होइन, हामी युवा अब उठ्नुपर्छन् होइन। भ्रष्टाचार भनेको अपरम्पार भइसकेको छ होइन, सीमाभन्दा माथि नागिसकेका छन्। यो त्यति बेला नै एकदम समस्या भयो, जुन समाजले यसो सोसियल मिडियाहरू होइन जुन बन्द गराएको थियो सरकारले होइन, त्यति बेला के गराएको थियो भनेदेखि उनीहरूको मनमा नि भ्रष्टाचार, उनीहरूको विरोधमा बोल्ने जुन थिएन नि त, जनताहरू उठेका थिएनन्। यो भनेको यो जुन हाम्रो जेएनजीको जुन यस्तो अभियान थियो, त्यति बेला यस्तो त्यो आन्दोलन थियो कि कुनै न झन्डा नभएको होइन, स्वतन्त्र युवा भएको होइन, देशप्रेमी जुन हुन्छ नि, देशप्रेमी भएको युवाहरू होइन, मनमा राखेको देशलाई के गर्नुपर्छ, यही मौका हो कि यही आवाज हो होइन, उठाउनुपर्छ, हामी हिँड्नुपर्छ, त्यही क्रममा हामी गएको। अनि यहाँहरू आन्दोलनमा गइसकेपछि तपाईँमाथि गोली प्रहार पनि भयो होइन, त्यहाँ तपाईँले कसरी गोली प्रहार भयो, त्यसको तपाईँको त्यतिखेरको अवस्थाको बारेमा हल्का बताइदिनुहोस्। त्यति बेला हामी शान्तिपूर्ण आन्दोलन गरेका थियौँ माइती घरमा होइन, माइती घरमा शान्तिपूर्ण आन्दोलन गरेर हामी त्यहीँ बढ्दै गरेको के भयो कि अचानक उता नेपाल प्रहरी आँसु ग्यास उहाँहरूले प्रहार गर्नुभयो होइन। त्यसपछि उनीहरूले के गर्नुभयो कि पानीको फोडा एकदम त्यो ट्याङ्कर त्यो हामी माथि त्यो गर्नुभयो होइन। अनि त्यसपछि गर्दै गरेर आक्रोश बढ्यो होइन, केटाहरू अब यङ त हो नि त होइन, अब नयाँ रगत हो होइन केटाहरूको। अनि त्यसमा के हो भनेदेखि अब त्यतिखेर अब जाने क्रममा यस्तो हामी ठ्याक्कै बानेश्वर चौकमा हामी पुगिसकेका थियौँ होइन। पुगिसकेपछि अब के भयो भने उताबाट अब सुट गर्न थालिसक्यो होइन। अनि त्यसपछि त्यति बेला लमसम मलाई घाइते जुन गोली लाग्यो नि, त्यति 3:30 बजेतिर संसद भवन अगाडि गेटनिरै ठ्याक्कै गोली प्रहार गरेका छन् प्रहरीहरूले होइन। अनि त्यति बेला एकदम मानौँ न फिल्म स्टाइल जस्तै होइन, गोली अन्धाधुन फायर गर्न थालिसकेका छन् प्रहरीहरूले। त्यही क्रममा हामीलाई घाइते लागेका छन्, त्यो गोली जस खुट्टामा लागेर त्यही घाइते भएको छ। अहिले चाहिँ पूर्ण रूपमा सन्चो भइसक्नु भएको छ कि के छ अवस्था? अहिले पूर्ण रूपमा सन्चो छैनन्, लगभग तपाईँलाई यस्तै 65-70सम्म निको भइसक्यो, अझै 30% जति बाँकी नै छन्। उपचार अहिले फ्लोपमा अहिलेसम्म गइराखेकै छु म। जेएनजी आन्दोलनपछि अन्तरिम सरकार पनि आएको छ, तपाईँहरूको लागि सरकारले ल्याएको जुन सुविधाहरू छन् यसबाट तपाईँहरू सन्तुष्ट हुनुहुन्छ त? सुविधा भनेको त खासै त्यस्तो हाम्रो जुन माग र एजेन्डा जुन थियो नि त्यो त छैन। एउटा पनि यो जेएनजीको हितमा एउटा पनि काम गरेको तपाईँले देख्नु भएको छैन होला सायद होइन। जुन अहिले हाम्रो प्रत्यक्ष कार्यकालको निर्वाचन होइन, अनि जुन भ्रष्टाचारको विरुद्धमा अभियान चलाउनु पर्ने, फाइल सार्नु पर्ने थियो होइन, त्यो अहिलेसम्म गरेका छैन। त्योभन्दा पहिलाको तपाईँको यो केपी ओलीको पालाको सरकारमा होइन, त्यो अहिलेसम्म छानबिन भएको छैनन् होइन। को दोषी छन् होइन, हतियार सरकार त भयो होइन, गोली चलाउन आदेश त दिइसक्यो, तर उनीहरूलाई त कारबाही हुनुपर्छ नि त होइन। यतिकै होइन नि त कि उनीहरू के भन्छ, अब जनतालाई मान्नु त भएन नि त, जनताको के युवाको त राइट हो होइन, हक अधिकार। भ्रष्टाचार त नियन्त्रण गर्न के भन्नु, भ्रष्टाचार त रोक्नु लागि त उनीहरूको अधिकार हो, अधिकारको कुरा हो होइन। अनि त्यही त त्यो छानबिन अहिलेसम्म भएको छैन। यो सुशीला कार्की प्रधानमन्त्रीज्यू अनि त्यसपछि गृहमन्त्री ओम प्रकाश श्रीवालज्यू अहिलेसम्म उहाँहरू जेएनजीको पक्षमा मलाई लागेको छैन कि अहिले एउटा पनि काम गर्नु भएको छैन जस्तो लाग्छ। अनि तपाईँ त एउटा केन्द्रमा पनि बस्नुहुन्छ, विशेष गरी काठमाडौँतिर। हजुर। अनि त्यहाँको खास गरी जुन युवाहरू भित्र नै जुन एउटा उपगुट देखिया छ नि, त्यस विषयमा तपाईँ के भन्न चाहनुहुन्छ? जस्तै सुदन गुरुङ भयो, यता चाहिँ पुरुषोत्तम यादवहरू भयो होइन, उनीहरू आफैमा पनि विवादित देखिन्छ नि। होइन, त्यस्तो विवादी भन्नाले यस्तो एउटा स्वतन्त्र छन् होइन,
यस्तो अब केपी के भन्छ यो एमालेको होइन काङ्ग्रेसको माओवादीहरूको के छ भने जेनजीलाई होइन फुटाउनुको खोज्न प्रयास गरिरहेछन् होइन भना तपाईँको भनाइ एमाले काङ्ग्रेस माओवादी मिलेर नै जेनजीलाई कमजोर पार्न खोजिरहेछन् होइन कमजोर पार्न खोजिरहेछन् त्यही हो अनि त्यसपछि हामी त सुदनगुन्जी अनि त्यसपछि के भन्छ पुरुषोत्तम यादव शिव यादव होइन हामी सबै कुराकानी भइरहेको हुन्छ त्यस्तो केही भित्र रूपमा अनि आन्तरिक विवाद छैनन् त्यस्तो छैन अनि तपाईँ काठमाडौँबाट यतिखेर मधेसमा पनि आउनु भएको छ आफ्नै गाउँठाउँमा आउनु भएको छ अनि यो जेनजी आन्दोलनपछि के पाउनुभयो त युवाहरूमा एउटा परिवर्तन केही देख्नु भएको छ तपाईँले अहिले त धेरै उत्साहित छन् जुन मलाई धेरै खुसी लागेको छ भनेको म मात्र सोचिरहेको थिएँ केन्द्र मात्र युवाहरू परिवर्तन भएको छन् सोच परिवर्तन भएको छन् तर होइनन् गाउँतिर पनि धेरै युवाहरूको सोच र के भन्छ यो परिवर्तन भएको छन् होइन सोचहरू अनि त्यसपछि उनीहरूको क्रियाकलाप जुन हुन्छ नि होइन अब हामी युवाहरू जागिनु पर्छन् होइन अब केही गर्नुपर्छ यिन भ्रष्टाचारलाई अब खेदाउनु पर्छन् होइन हाम्रो भनेको केन्द्रको लागि मात्रै आन्दोलन गर्ने होइन नि त हामी त के भन्छ यो चन्द्र जस्तै म एकदम चन्द्रनगर गाउँपालिका होइन 2 बहुल निवास हो होइन हामी त अब लोक के भन्छ यो ग्रामीण स्तरमा पनि हामी विकास चाहियो हो नि त होइन त्यहाँ पनि सबभन्दा बढी भनेको तपाईँ मध्य प्रदेशमा भ्रष्टाचार बढी हो होइन नेपालमा सबभन्दा बढी भनेको मध्य प्रदेशमा हो मध्य प्रदेशमा भनेको सबभन्दा भनेको यो स्थानीयमा हो होइन स्थानीयमा यति भ्रष्टाचार भएको छन् भनेदेखि तब यो सीमै छैनन् क्या सीमा नागिसकेका छन् होइन अहिले अब मलाई लाग्दैन कि अब युवाहरू अब छोड्छन् भन्ने यो नेताहरू जति भ्रष्टाचार गरेका छन् यो नेतालाई छोड्दैनन् अब सबै युवाहरू जागिसकेका छन् होइन वार्ड सदस्य होइन अनि के भन्छ त्यसपछि पालिका अध्यक्ष होइन उपाध्यक्ष उनीहरूलाई अब सबैलाई अब छानबिन गर्नुपर्छन् यिनीहरूलाई पनि अब शुद्धिकरण गर्नुपर्छन् चन्द्रनगर गाउँपालिकाको अध्यक्ष जुन नोटिस निकालेको थियो करार कर्मचारीको होइन कार्तिक 17 गतेदेखि यो करार कर्मचारी जति छन् सबै खारिज हुनुपर्छ अहिलेसम्म भएको छैन नि त चन्द्रनगर गाउँपालिका अध्यक्ष होइन ज्यू उहाँ आफै आफ्नो आइडीमा पोस्ट गर्नुभएको छ होइन कि कार्तिक 17 गते कार्तिक 17 गतेदेखि जति पालिकाभरिको कर्मचारी छ नि करार कर्मचारीलाई सबलाई म त्यो गर्छु भनेदेखि होइन हटाउँछु भन्दै त्यो नोटिस नै निकालेको छ तर अहिलेसम्म भएको छैन भने त्यसमा पनि एउटा कारण छन् किनकि होइन जुन करारको कर्मचारीहरूसँग राखेछ नि त होइन जब लगाएछन् होइन राखेछ पालिकाहरूमा राखे तर उनीहरूसँग 3 लाख 4 लाख 5 लाख पैसा लिएर काम त्यो के भन्छ जब त्यो गरायो यो चन्द्रनगरको मात्र हैन यो समस्या त प्राय जसो मधेसको अधिकांश स्थानीय उदाहरणको लागि चन्द्रनगरको दिनुभयो हैन तर यसमा चाहिँ के देखिएको छ भने युवाहरूमा पनि विभिन्न पार्टीगत दलगत हिसाबले पनि विरोध गर्ने हैन एक अर्कालाई चाहिँ घुसघसाउने काम पनि भएको छ नि यसको बारेमा तपाई के भन्न चाहनुहुन्छ हो यो एकदम यो त ठुलो समस्या हो यो हाम्रो जुन लोकल स्थानीय ठाउँमा नि ठुलो समस्या हो मेरो भनाइ के छ भन्दै युवाहरू हैन हामी आफ्नो ठाउँ आफ्नो गाउँ आफै बनाउनु पर्छ हामी युवाहरू यस्तो नलडौँ हैन कुनै पार्टीको के भन्छ कुनै पार्टी र झोलेको भ्रष्टाचारको विरुद्ध नबोलौँ नपक्ष लाग्दौँ हैन हामी आफै गाउँ हामी आफै बनाउनु पर्छ है हामी एकजुट भएर हिँड्नु पर्छ जुन गलत भइराछ त्यसलाई विरोध गर्नु पर्छ जुन सत्यको बाटोमा हामी हिँड्नु पर्छ असत्यको लागि हामी छोड्नु पर्छ त्यसलाई साथ दिनु भएन हैन यो भनेको तपाईको भादो 23 गते र 24 गते भनेको देशव्यापी नै थियो हैन त्यति बेला भनेको तपाईको युवाहरू आक्रोशित थियो हैन जुन सरकारले दमन र शोषण गरेको थियो युवामाथि हैन त्यो जुन क्रोध थियो युवा मनभित्र मुटुभित्र हैन त्यो त कतै न कतै पोख्छन् हैन अब यो मेन भनेको युवाहरूको भ्रष्टाचार हो नि त भ्रष्टाचार भनेको खाली केन्द्रमा त आगो जानु मात्र भएको छैन केन्द्र के भन्छ भ्रष्टाचार भनेको त यो लोकल स्तरमा पनि भएको छन् हैन पालिकामा पनि भएको छन् हैन पालिका कार्यालयमा पनि भएको छन् अनि त्यो युवाहरू पालिकाका युवाहरू कहाँ जान्छ त्यो युवाहरू त के भन्छ काठमाडौँ जाँदैनन् त्यो त पालिकामा पनि यो भनेको देशभरि त भ्रष्टाचारको अभियान थियो नि एउटा हैन अनि त्यो यसको लागि मलाई लाग्दैन कि 23 र 24 को त जुन घटना भयो आगजनी भयो हैन यसलाई छानबिन नहुनु पर्ने मेरो यो भनाइ छ कस्ता समस्याहरू तपाईले देख्नु भएको छ स्थानमा धेरै छन् जस्तै हाम्रो अब एउटा कुरा भन्छौँ हैन हाम्रो स्कुलमा टिचर छैनन् है यो चन्द्रनगर गाउँपालिकाको किशनपुरमा के भन्छ म त्यहाँ के भन्छ सामाजिक टिचर सर पढाउनु पर्ने त्यो एकाउन्ट सब्जेक्ट पढाइरहेछन्
लेखा विषय ऊ आफै अध्ययन गरेर सामाजिक स्तर भनेको सामाजिक लागि हो नि त सामाजिक विषयको लागि हो नि त ऊ सामाजिक स्तर लेखा सहज विषय कसरी पढाउनु हुन्छ उहाँले भन्नु त जस्तै के भन्छ यो बबरगञ्ज चाहिँ कुरा गरौँ हैन 2 नम्बर वार्डसम्म बबरगञ्ज त्यहाँ के भन्छ म्याथ साइन्सको टिचर छैनन् हैन त्यहाँ सिटी भिडियो एउटा थियो हैन सिटी भिडियोको त्यो के भन्छ त्यो खारिज नै गरिसकेका छन् त्यो एउटा सिटी भिडियोको भनेको एउटा बल्ल बल्ल आएको चिज हैन हाम्रो पालिकामा त्यसलाई पनि के भन्छ खारिज गरेर एउटा सिटी भिडियो के हुन्छ भने तपाईको विद्यार्थी बाहिरको विद्यार्थी हाम्रो गाउँमा ठाउँमा पढ्न आउँछन् हैन अनि त्यो चाहिँ के हुन्छ भने हाम्रो जुन घरको हैन गाउँको एउटा हुन्छ नि कोठाहरू लाग्छन् हैन यो आम्दानीको एउटा स्रोत पनि हो हैन जस्तै विकास हुन्छ नि विकासको एउटा स्रोत हो नि त त्यो कुरा भयो हैन जस्तै हामीले म हेरौँ न सबभन्दा ठुलो भनेको तपाईको चन्दननगर गाउँपालिका भनेको एउटा टुरिज्मको एउटा मुख्य स्थल हो एउटा हैन नानीटाल भन्ने हैन नानीटाल अहिले के गरिरहेका छन् भन्नु त कस्तो अवस्थामा छन् अहिले न यहाँ त्यहाँ बस्ने ठाउँ छ न के भन्छ त्यहाँ न एउटा त के भन्छ यो घुम्ने ठाउँ बनाइदिएको छैन यहाँ त्यही केही छैन अहिले झन् पहिला भन्दा धेरै अहिले त्यो गरिदिएछन् बिगारिदिएछन् अहिले हैन कुरा त्यो हो कि अनि यो पालिका अध्यक्षज्यू यसमा मलाई लाग्दैन कि केही विकास गर्नु भएको छ म त्यस्तो केही लागेन कृषिको लागि हैन जस्तै अब कृषिको लागि त किसानलाई फ्री गरेकै छ त विद्युतीकरणको जुन कृषि बिलहरू हुन्छ हजुर गाउँपालिकाले तिरेकै छ हैन अब कृषिको लागि झन् अब गाउँपालिकाले के गरिदिनु पर्यो कृषिको लागि के भन्छ मलको लागि सुविधा दिनु पर्दैन ओके मल बिउ हो हैन बिउको लागि त्यो उपलब्ध गराउनु पर्दैन हैन अनि त्यसपछि तपाईको के भन्छ यो स्वास्थ्यको लागि त्यो गर्नु पर्दैन अहिले मेयरको लागि के भन्छ 70 लाख 80 लाखको गाडी चल्नलाई त्यसको लागि बजेट छन् पैसा छ तर हाम्रो पालिकामा एउटा पनि एम्बुलेन्स छ त्यो लाज मान्ने कुरा भएन त्यो लाज मान्ने कुरा भन्नु त यो त्यो भावी कुरा के हो भन्नु न यो समाजको लागि हामी युवाहरूलाई जे हुन्छ जसरी हुन्छ यो परिवर्तन गर्नको लागि हामी उप्छौँ हैन भ्रष्टाचार विरुद्धलाई हामी के भन्छ छानबिन गर्छौँ हामी भ्रष्टाचारीलाई हामी कारबाही गर्छौँ यो हामी युवाहरू एक ठाउँमा आएर यस्ता नेताहरूलाई हामीलाई अब यसले खेदाउनु पर्छ छोटोमा अब निर्वाचनको पनि कुरा गरिहालौँ जुन यो फागुन 21 गते हुने प्रतिनिधि सभाको निर्वाचन पनि सरकारले जारी गरिसकेको छ हैन मिति यस विषयमा तपाईँ के भन्न चाहनुहुन्छ यो निर्वाचनलाई लिएर विशेष गरी यो निर्वाचन जबसम्म जेनजीको माग र एजेन्डा पूरा हुँदैन तबसम्म हामी यो निर्वाचन हामी हुन दिदैनौँ के एजेन्डा भन्नाले कस्तो एजेन्डा तपाईहरुको के छ बाँकी छ अब सरकारले त भनिरहेछ जसै भए पनि हामी निर्वाचन गराउँछौँ भनेर निर्वाचन यो सरकार भनेको कसको निर्वाचन भन्नु त यो सरकार भनेको यो सरकार भनेको त जेनजीको रगत बगाएर त सरकार आएको हो नि त हामी जे के भन्छ यो निर्वाचन ल्याउन लागि हामी रगत बगाएको हो होइन नि सुशासन कायम होस् भ्रष्टाचार अन्त्य होस् भ्रष्टाचार गर्नलाई लागि त्यो कारबाही गर्नु पर्यो हैन यो जुन हत्यारा सरकार यो केपी ओलीको उनीहरुले कारबाही हुनु परेको परेन उनीहरु छानबिन हुनु परेको परेन जस्तै म तपाईलाई यति मार्दै भन्देखि हैन तपाईले म मृत्यु गर्दै भन्देखि मलाई सजाय हुनु परेको परेन मलाई कानुनको घेरामा उड्याउनु परेको परेन कानुन भन्दा ठुलो कोही हो र 21 गते निर्वाचन भयो भने त्यसबाट जेएनजी को उम्मेदवारी दिने खालको वातावरण जबसम्म जेएनजी को माग र एजेन्डा पूरा हुँदैन तबसम्म हामी केही सोच बनाएको छैनौं केही हुँदैन यो फागुन 21 गतेको पनि चुनाव हुँदैन अब यो भन्दा अगाडि आन्दोलन हुने पनि सम्भावना छ जेएनजी ले फेरि आन्दोलन हुन्छ यो हाम्रो यो भएन भने माग र एजेन्डा भएन भने त यो सम्भावना लगभग हुन्छ हामी अब घाइतेहरु नै अब बाटोमा उठ्नेछौँ अब अन्तमा चाहिँ जेएनजी हाम्रो सर्लाही जिल्लाका खास गरी युवाहरूलाई तपाई के सन्देश दिन चाहनुहुन्छ सर्लाही जिल्लाको जेएनजी युवाहरूलाई के सल्लाह दिन्छ हामी सबै एक ठाउँमा उभिनु पर्छ जहाँ भ्रष्टाचार भइरहेछन् आवाज उठाउनु पर्छ हैन जहाँ त्यो के भन्छ यो अन्याय भइरहेछन् हैन त्यहाँ हामीले न्यायको लागि हामी आवाज उठाउनु पर्छ हैन यो जस्तै के भन्छन् अहिले सर्लाही जिल्ला भनेको एक इन्डियाबाट टच भएको बोर्डर छन् हैन सबभन्दा बोर्डर साइडमा अलि भ्रष्टाचार बढी भइरहेछन् हैन त्यहाँ अहिले हामीले के भन्छ निगरानी गर्नु पर्यो हैन अनि त्यसपछि भन्छ यो सर्लाही जिल्लाको सिडिओलाई नै यहाँबाट तपाईको मिडिया तर्फबाट भन्ने के आग्रह गर्दछ भन्ने तपाई यहाँको सर्लाही जिल्लाको अभिभावक हुनुहुन्छ हैन यो तपाईको जहाँ भ्रष्टाचार छ विशेष गरी बोर्डर छेउमा त्यहाँ गएर तपाई छानबिन गर्नु पर्यो हैन एकचोटी तपाईको अवलोकन पनि गर्नु पर्यो हैन अनि यो
भ्रष्टाचार नियन्त्रण गर्नुस् हैन अहिले सबै हुन्छ सुशासन कायम गर्नुस् हैन तपाईको हातमा हो अरु यति भन्नु छ हैन धन्यवाद सर हस् धन्यवाद